हेलो एन्ड नमस्ते एभ्रिवान, वेलकम ब्याक टु माई अनदर ब्लग। तपाईँलाई मेरो अर्को नयाँ ब्लगमा फेरि पनि स्वागत छ। अनि म चाहिँ अहिले कारपिरो लेकको यहाँ ग्यास स्टेसनमा छु। अनि ब्लग चाहिँ अब घरबाट स्टार्ट गर्न सकेन। हामी बिहान 4 बजी उठेर आएको। हामी चाहिँ अग्ल्यान्ड जाँदैछु। अग्ल्यान्डमा 11 एडिसनको टिएससी कप हुँदैछ। अनि तपाईँले मेरो ब्याकग्राउन्डमा दुईवटा भ्यान देख्न सक्नुहुन्छ। हामी तरङ्गाको टिम नेप्लिस वरियर्स चाहिँ दुईवटा भ्यान आएको छौँ है। केटाहरू अब यहाँ यसो कफी सफी खाने, अब बाथरुम जाने गरिरहेछ। म चाहिँ अनि ब्लग यहाँ बाटोबाट सुरु गर्दैछु। सो के कसो हुन्छ अग्ल्यान्डमा गएर देखाउनेछु। आजबाट हाम्रो टिएससी कप सुरु हुँदैछ। सो होप फर द बेस्ट गाइज। सो गाइज फाइनल्ली 3 घन्टाको ड्राइभ पछि हामी अग्ल्यान्ड आइपुग्यो। अझ यहाँबाट 10-15 मिनट बाँकी छ। ल हेर्नुहोस् कहाँ आइपुग्यो यस्तो आकाशे पुल। ओइ यो त यार हाम्रै हजुरबाले बनाएको पुल यार। कहिले हो यार? 19 युद्धमा लड्दाखेरि यहाँतिर आइपुग्यो न्युजिल्यान्डतिर यो पुल बनाउनलाई। यहाँ ड्राइभरमा विशाल अनि यहाँ हाम्रो अध्यक्ष सदस्य सबै युवा नेताहरू सबै छ। ल हामी चाहिँ अहिले ठ्याक्कै ग्राउन्ड आइपुगिसक्यो है। यता टे82मा साथीभाइहरू भेट्दैछौँ हामी है। ल ल अब भेटघाट गऱ्यौँ। अब चेन्ज पनि गर्नुपर्ने हुन्छ। सिरिज फोक्सिङ ग्राउन्ड चाहिँ यस्तो छ। अब डिटेलमा अहिले भित्र गएर देखाउनेछु म। ल चेन्ज। सो गाइज हामी चाहिँ अहिले ग्राउन्डमा छु है। हाम्रो टिमको जर्सीमा हुन्छ पछाडि। अनि अहिले ओपनिङ सेरेमनी हुँदैछ। पापा टिम त टन्नै छ त। युनाइटेड We get a chance to meet once a year to celebrate football. You know, something that's been keeping us together for the last 11 years. So thank the teams for once again coming here. हाम्रो केटाहरू यहाँ छ गाइज। हेलो केटाहरू, हेलो सिरिज, के छ खबर? ठिक छ। हाम्रो मेन ब्याकबोनहरू यहाँ छ है केटाहरू। फेरि ओडी सोडी बनाउनेहरू केटाहरू छ। टमापरी हेरिरहेको छ, कोही बोल्दैन। You know who this is? Bicep Drake. Bicep Drake. Bro, I sing good on Kendrick. Oh, it's Lo Champa. Okay. Who's your captain? Assis. Who's Assis? Fuck, I don't know. This guy Assis. He's over there. He's over there. Right over there talking to another guy. Go, captain. Go. Captain, we have to find him. Oh, he's there. Ah, you'll be captain. Look, I'll do the team. Good place answer. Talk to the manager. Hello. What team? What place is your team gonna come? I would say number one. Number 1. Yes. Okay. Oh, अर्को मजा है। यो चाहिँ कुन टिम हो? यो चाहिँ कुन टिम हो? कुन टिम हो यो? अङ्कल यता हुनुहुन्छ नि त। ए बोल्दै हुनुहुन्छ। ए यो कुन टिम हो? यो कुन टिम हो? गोर्खा एफसी। गोर्खाको क्याप्टेन। गोर्खा हैन, गोर्खा। कुन ल कुन प्लेस जानुहुन्छ? वाट प्लेस? First. फर्स्ट सबैले भन्छ नि फर्स्ट। यो कुन टिम हो? I'm Southern Dragon. क्याप्टेन को? The captain is like the far guy with the blonde hair. Captain. Hello, Captain. What place are you guys gonna come? कुन place आउनुहुन्छ? हामी फाइनल सबैले आउँछ यहाँ। कुन टिम हो यो? यो कुन टिम हो? सिमरी को क्याप्टेन? को क्याप्टेन? हजुर कुन वाट प्लेस आउनुहुन्छ हजुर? हजुर वाट प्लेस? winners. Always winners. Oh, what team is this? What team is this? Go dancer. No, I'm not going. I don't wanna go. What team is this, bro? Brother. Hey, United यता हो। ल कुन टिम हो यो? Let's go. Hello. How's it going? कुन टिम हो यो? Nepal United. अनि क्याप्टेन को? को हजुर?
Hazur Captain? Hazur Captain? Yes, sir. What place are you guys gonna come? We hit a one. Sabile ne anjani yaar? We hit a one, you know. Hit a win? See what happens, right? Hit a win? Okay. Kun team ho yo? Yo, Himalayan FC. Go Captain. Captain. Hello? Hello? What place? Hello? What place? Hello? What place? Hello? Lo, oh, our team. What team is this? Go Captain. I don't know. Captain, what place? म क्याप्टेन होइन म महा क्याप्टेन हो सो गाइज हामी चाहिँ ग्रुप एमा परेको छ है अनि एउटा ग्रुपमा 3टा टिम छ हामी नेपालिज वरियर भइहाल्यो अनि त्यसपछि नेपाल युनाइटेड अनि अर्को सिमरिक क्विन्सटाउनको 3टा टिम छ सो हाम्रो फर्स्ट गेम हुनै बाँकी छ हेरौँ अब फर्स्ट गेम कस्तो हुन्छ तपाईँहरूलाई फेरि अपडेट गर्नेछु अब गेमको त अब म खिच्न पाउँदिनँ होला किनभने अब खेल्न पर्ने हुन्छ त्यो भएर है त गाइज अनि अरू टिम यसरी खेलिरहेछ ल हेर्नुहोस् सब रहेछ हाम्रो अपोनेन्टको हुँदैछ गेम नेप्लिज युनाइटेड र अर्को के सिमरिक एफसीको हाम्रो ट्रेन्ड चाहिँ यहाँ छ फेरि यस्तो ल खाजा पनि सब सकाइसक्यो केटाले स्यान्डविचहरू ल गाइज हाम्रो म्याच सिमरिकसँग 1-1 ड्र भयो अब नेक्स्ट म्याच नेपाल युनाइटेडसँग छ क्राइसिसको डिफेन्डिङ च्याम्पियन छ अब के हुन्छ हेरौँ ल विनको लागि खेल्नु पर्ने हुन्छ नेक्स्ट स्टेजमा जानको लागि केटाले सब भ्याइदियो खै हाल्नु एउटा ए कतिहरू सबै खानु पाइन्छ ए हो त्यो नि हो त्यस्तै हेरेर बिल्ला भन्दा ल आजको यति खाजा खेलेर अर्को म्याच खेल्नु पर्ने हुन्छ अहिले कस्तो गेम भयो खाएन ल यता सब छाहारी खोज्दै बसेको छ उता अर्को टिम टक हुँदैछ यता के हो हेरौँ अब गाइस नेक्स्ट गेम के हुन्छ यो चाहिँ हाम्रो टेन्ट हो नेप्लिज वरियर कस्तो हावाले उडाएको यार 2021 इस्टाब्लिस अनि यता चाहिँ सबको छ आफ्नै टिमको सबको आफ्नो टेन्ट छ उता चाहिँ अब अर्गनाइजरहरूको छ फेरि त्यहाँ अनि यहाँ गेम चलिरहेको छ है मजाले सो गाइज हाम्रो सेकेन्ड म्याच नेपाल युनाइटेडसँग 1-1 ड्र भयो अनि हामी चाहिँ अब नेक्स्ट स्टेजमा पुग्यो है क्वार्टर फाइनलमा पुग्यो हाम्रो केटाहरू सब अहिले चेन्ज गर्दैछ एकछिन रेस्ट गर्दैछ हाम्रो सुनिल सर पनि यहाँ बसेर पुरै सपोर्ट हाम्रो दर्शन सर हाम्रो सर सबैजना ओइ एकदमै केटाहरू ल सपोर्टको लागि उहाँ तरुङदेखि ट्राभल गरेर आएको छु र सबैलाई थ्याङ्क यू भन्दै म बसेको म चाहिँ फेरि फर्स्ट हाफमै लिचिक्स भएको कहाँ त्यही पनि केही छैन केटाले यति बवाल खेल्यो अनि हाम्रो मैले भनेको पुग्यो हाम्रो अन्कारा चाहिँ 2 म्याच खेलेर चाहिँ आउट हुन्छ होइन ठ्याक्कै त्यही भयो फिजिकल छैन के फिटनेस छैन ध्यान पर्यो अब नेक्स्ट टाइम यही सुधार होला कि आशा नेक्स्ट टाइम भन्दा 35 वर्ष बुढो भइसक्यो त्यो बुढेसकालमा केही सुधार हुनेवाला छैन ईश्वर दाइ 45 वर्ष खेलिरहेको त अनि हामी नि खेल्छु त 45 सम्म है ल सही छ लास्ट हेप्यो गाइज यो भ्लगमा यहीँ अफ वानबाट लास्टै हेप्यो भयो अब नेक्स्ट म्याचमा अब क्वार्टरमा को पुग्छ तपाईँलाई फेरि अपडेट गरेछु ल आइरहेको छ अनिस रेड बुल लिएर मागे दिन्छ कि खास यस्तो इनर्जी ड्रिङ्क धेरै खानुहुन्न गाइज त्यही पनि है तिर्खा लान्छ खाइदिन्छ सो गाइज हाम्रो क्वार्टर फाइनल म्याच लोचुम्पासँग 2-1 हामी हार्यो है त्यो हारे पनि हामी अब त्यस्तो बिना स्याड पनि छैन किनभने अब उनीहरू वान अफ दि फाइनलिस्टहरू लास्ट इयरको त्यही भएर हामीले सक्दो आफ्नो बेस्ट दियो त्यही हो गाइज अरू त के भन्ने सब केटाहरू ह्याप्पी नै छ हारे पनि अब होइन अब हेरौँ अब भोलि प्लेट हुन्छ कि हुन्न अरूले अलिकति कन्फ्युजन छ अब हेरौँ के हुन्छ कसो हुन्छ तपाईँहरूलाई फेरि भन्दैछु सो त्यही हो गाइज सोफार हाम्रो गेम चाहिँ फर्स्ट म्याचदेखि नै एकदमै अहिलेसम्मको एकदमै बेस्ट थियो त्योभन्दा पहिलाको जति थियो त्यो भन्दा यसपालिको टुर्नामेन्टको हाम्रो प्रत्येक गेम 3टा गेम थियो 3टा गेमै एकदमै बेस्ट थियो होइन अब त्यही हो
गेममा हार जित त हुन्छ अब त्यस्तै हो अब आज हाम्रो लकले साथ दिएन पेनाल्टीहरू पनि पायो त्यही भएर अब केही छैन नेक्स्ट टाइम हामी भन्दा पनि बेटर गर्न ट्राई गर्छौँ त्यही गाइज सो गाइज अहिले चाहिँ यहाँ खुकुरी र 8848 को क्वार्टर फाइनल म्याच हुँदैछ किपर के 8848 को किपर इन्जुर भएर गयो बिचरा टाउको टाँका लाउनु पर्ने भयो अब उता चाहिँ फेरि कसो गेम हुँदैछ म तपाईँहरूलाई फेरि अपडेट गर्नेछु यहाँ चाहिँ हेमिल्टनको गोर्खाली भर्सेस अकल्यान्डको गोर्खाको क्वार्टर फाइनल म्याच हुँदैछ अहिले चाहिँ गोर्खालीको 1-0 ले अफ छ गाई चाहिँ गोर्खाली पेनाल्टी पाएको छ गाई हेरौँ गोर्खालीको लागि 1-1 ड्र हो लगाइज त्यता खुकुरीले गोल हान्दैछ 8848 लाई खतरा सपोर्ट छ त्यही लगाइज है गेम चाहिँ कस्तो भयो पनि अब डिनरको टोकन चाहिँ पायो है त्यही भएर आजको डिनर चाहिँ सर्ट भयो हेर 7 दिनको भोका गिद्धहरूले लुसेछ मासुमै अट्याक हाल्दा चाहिँ सबले आमा हाम्रो अर्जुन दाईले त आमा कति हाले मासु ल एसएस भाइले कति हो हालेको एसएस भाइ कतिहरू मासु हाले ल दिलीप भाइ मुस्को रहेछ है अब ल ल ओइ 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 दिलीप भाइ के हो के हो अब कति हाल्यो अनिसले खाना बेजे थिएन त ल दिलीप भाइ हाँस्दै है आमा राज सर के हो गरौँ तपाईँ हो विशेषले के हो टन्नै हालेको छ त के हो विशेष हामीसँग के हो तिमी कुखुरा मासु हो हाल हाल कुखुरा मासु हो यो के 7जनाको एक्लैले हालिदिएछ 7जनाको बेजित गर्नु चाहिँ ब्लग हालेर धेरै हालेर हो बाटा दिन्छु तिमीलाई बाटामा हाल्ने हुँदैन ठिक छ गाइस हाम्रो केटाहरू अलिक बेजित होला जस्तो म देखाउँदिनँ है आफ्नै मात्र देखाउँछु छोप्नु पर्ला जस्तो बजाइरहेको छ केटाले बजाइरहेको छ हेर घोकेर खायो तिनीहरू भाइले म पनि खानु पर्यो गाई चाहिँ म स्टार्ट मासु बर्गाउन चाहन्छु मुकबाङ यो चाहिँ मेरो अर्ग्यानिक मुकबाङ है यो सबैको साथमा पनि कति कफी पकायो लगाइ चाहिँ हामी चाहिँ अब हाम्रो होटलतिर आइपुगिसक्यो है अब लास्ट थकित छ हाम्रो ह्याङ्स ओपाएर म चाहिँ अब यता बेड सर्ट भइसक्यो अरू अब भुइँतिर सुत्नुहोस् अरू सोफातिर सुत्नुहोस् खासै उयो भएन ल हाम्रो केटाहरू आइसक्यो के कसो हुन्छ अब गुड मर्निङ गाइज हाम्रो टिएससीको आज डे 2 सो डे 2 अब एकदमै पोजिटिभ भाइबको साथ स्टार्ट गर्नु पर्ला है अनि मेरो चाहिँ बिहानको सुरुवात कफीसँगै हुन्छ तपाईँहरूको कसरी हुन्छ संसारको जुनसुकै कुना क्षेत्रबाट हामीलाई हेर्दै हुनुहुन्छ हाम्रो टिम यता छ हाम्रो म्यानेजर साहब हाम्रो प्रेसिडेन्ट साहब हाम्रो नमस्कार साथीहरू संसारको जुनसुकै क्षेत्र जुनसुकै कुना जुनसुकै चौडाबाट तपाईँहरू हुनुहुन्छ तपाईँहरूले हेर्दै हुनुहुन्छ तपाईँहरूको दिनको सुरुवात कसरी हुन्छ त्यो त हामीलाई थाहा छैन तर हाम्रो दिनको सुरुवात चाहिँ एमसी डाउनलोडको बर्गौलाबाट हुन्छ हेर्नुहोस् बिहानीको सुरुवात बर्गौला एमसी डाउनलोडको बर्गौलाबाट पड्काइदिइहाल्नु है त ल वरिसले अनेक गरेछ विभिन्न गरेछ के गरेछ त्यही गरेछ ल हेर्नुहोस् त एमसी डाउनलोडबाट बिहान बिहानै
आजको एपिसोड हाम्रो सबै बर्गाउलाको मुखबाङमा एपिसोड बिहान बुढी घरमा गएँ खाना पनि लाग्यो ल दाइ कता जाने होइन ल छिटो जानुहोस् भित्र जानुहोस् ल ल ल ल चलिहाल्नु गाडी 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 लाग्यो यो चल्दै नचल्ने भ्लगमा नहाल यार हामीलाई यार होइन यो हिँडाइ मात्र हो हेर अनि यता अलि टाढो लगाइ चाहिँ अब चाहिँ हामी ग्राउन्डतिर जाँदैछु है अनि आज चाहिँ हाम्रो प्लेटको गेमहरू हुँदैछ अब हिजो नकआउटबाट आउट भयो पनि आज प्लेट्सको गेमहरू हुँदैछ सो हामीले प्लेट उठाउनकै लागि खेल्नेछौँ एकदम टफ हुनेछ है गोर्खा एफसीसँग छ गेम सो के कसो हुन्छ त्यही ग्राउन्डमा गएर देखाउन ट्राई गर्नेछु त्यही हो गाइज अब त्यो ग्राउन्डै गएर भेटौँला ग्राउन्डमा आइपुगेपछि हाम्रो ऱ्यापर भाइ भेटिसक्यो है यहाँ खतरा ऱ्याप हान्दैछ ऱ्यापर भाइ वा बिग फ्यान ऱ्यापर भाइ एके सुरज जेम्सलाई फ्लप हान्दैन स्टेज नेम के हो सुरजको थाहा छैन एके थाहा छैन सुरज एके थाहा छैन अर्को फेरि हिपहप गाई आइसक्यो है सबले आफ्नो सामान झिक्दैछ हामीले पार्किङ भेटेन है हामी ड्राइभर खलासी सो गाइज हाम्रो वरिस बोजूहरूको वार्मअप हुँदैछ है गाई प्लेटको भेटरान्स खेलाडी 45 वर्षको तर पनि देख्दैन 40 वर्षको नि ठ्याक्कै 125 को यता चाहिँ वरियर्सको जुनियर टिमहरू रेडी हुँदैछ अनि यता फेरि अर्को वरियर्सको मास्टर्स टिम वरियर्सको सिनियर टिम मेन टिम बिओबीबाट 3टा टिम छ गाई चाहिँ हाम्रो मेन टिम जुनियर टिम मास्टर टिम सुरज दाइले स्ट्रेचिङ गराउँदैछ केटाहरूलाई 100% दिएर अनि फेरि यता मास्टर्सहरू फेरि वार्मअप गर्दैछ सबैजना 40+ बाट हो कि 35+ बाट हो मास्टर यो भेटरानहरू सब 40+हरू ल त 40+ छ फेरि अर्को सानो जुनियर टिम पनि उता छ फेरि अर्को 13 अन्डर 13 सिनियर टिम यता छ फेरि बिओपीको वरियर्स यहाँ वार्मअप हुँदैछ आइजेकले लिड गर्दैछ है वार्मअपको यहाँ आइजेक हाम्रो चाहिँ अलिक टिम फोटोसुट हुँदैछ गाई चाहिँ हाम्रो वरियर्सको यो ब्लू जर्सीमा हामी हिजोको म्याच चाहिँ सबै हामीले ओरेन्ज जर्सी खेलेको थियौँ आज प्लेटको म्याचहरू चाहिँ हामीले ब्लू जर्सीमा खेल्न लाग्छ सपोर्टरहरू पनि टन्न टर्नअप भएको छ यहाँ हाम्रो हाम्रो तरुङ्गाको बिओपीको सबै टिम छ है वरियर्स सिनियर वरियर्स जुनियर वरियर्स मास्टर सबै टिम यहाँ छ
मन जान्छ है विकासको आज के ह्याट्रिक होला त हेर सँगै खेलेर साथी बुढो भएर मास्टर्स खेल्छु खै आफू पनि अझ अन्डर 16 खेल्दैछु ल आज ह्याट्रिक हुनु विकास है ल बेस्ट अफ लक 100% sure. आरवारको नाम मनासुलु हिमाल हुँदैन उच्च यो जित्यो भने ल अरू टेन्सन छैन अरे भाइ जे हामी जित्यो भने जित्यो भने यो पछि माथि गयो हैन यो जित्छ अब किन चाहिँ सबै छैन हामी खेलेर गएको ओके बुझ्यौ नि त्यही भएर वरियर्स थियो के 1 2 3 दामी ल गुड लक होइज ल सो गाइज अहिले चाहिँ हाम्रो प्लेट च्याम्पियनसिपको फर्स्ट म्याच हुँदैछ अकल्यान्डको गोर्खा एफसी भर्सेस हाम्रो नेप्लिज वरियर चाहिँ ब्लू जर्सीमा छ है अनि गोर्खा एफसी चाहिँ रेड जर्सीमा छ अहिले भर्खर म्याच स्टार्ट भइरहेको छ सो गाइज हाम्रो अहिले फर्स्ट हाफ चलिरहेको छ है हामी 2-0 ले अफ छ टिम एकदम राम्रो गइरहेको छ है अब स्ट्रेस फ्री गेम खेल्ने रिल्याक्स आरामले टक्क हेर्ने मान्छेलाई पास गर्ने सुमक एउटा देख्यो त्यहाँ 3टा मान्छे थियो उसले कन्ट्रोल गरेर बल रिलिज गर्यो प्रेसर रिलिज गर्यो बराबर उसलाई उसले थकालाई पास गर्थ्यो त्यो देख्यो नि त्यो तरिकाको गेम पछाडि पास गर्न डराउनु हुनु तर त्यो भन्दा बित्तिकै सबै बल पछाडि पनि खेलिदिनु बेटा अब बुझ्यौ नि हामी फ्ल्याङ्क युज गरौँ अझ पनि हाम्रो राजनीति भनेको फ्ल्याङ्क हो है फ्ल्याङ्क युज गरिदियो मजाले 20 बाट हाम्रो चाहिँ अहिले सेकेन्ड हाफ चलिरहेको छ गाइज है नेप्लिज वरियर्स वर्सेस गोर्खा एफसीको हामी 2-0 ले अफ छ अनि बिजी मान्छे टिकटक पनि लाइभमा छु म दामी सन्देश म चाहिँ फेरि इन्ज्योर भएर बसिरहेको छु है मेरो खुट्टा सलक्कै गएर बसिरहेको छु म चाहिँ गाइज है खुट्टा गएर बसिरहेको छु मेरो सुन्नेर त्यही भएर म खेलेको छैन गाइज हामीले चाहिँ अब प्लेटको गेमको फर्स्ट म्याच 2-0 ले जितेको छ गोर्खा एफसीलाई ल अब लाइभ पनि जानै पर्यो है भ्याइ नभएछ मलाई म्यान अफ द म्याच हाम्रो निरज भाइ ल नासिङ क्याप्टन साहब ल नासिङ ओहो यता तिम्रो लुक चेन्ज हुन्छ त नि अब दाइ दामी सुती उडिरहने ओहो क्याप्टन साहब नमस्कार ल अध्यक्षज्यू बधाई छ ल बधाई छ है हामी सबैलाई ल छिमेकीहरू यही छ कमेन्ट हाने हुन्छ भित्री दामी सर ल तपाईँलाई दामी फर्स्ट टाइम गर्नु पऱ्यो है क्याप्टन किन अध्यक्षज्यू फर्स्ट टाइम जित्दा रमाइलो भएको छ फर्स्ट टाइम खास पहिलाबाट यतैबाट मेडल लाउनु पर्ने थियो ल बधाई छ ल नगरेको भए हामी ट्रिगर हुन्थेनौँ के कोही ट्रिगर एज अ टिम के ज्वालामुखी भनेपछि हामीले वरियर्स त्यतिकै बनेको होइन हिजो बेलुकीको जुन टफ टक थियो हाम्रो च्यालेन्ज थियो हाम्रो वी प्रुभ एभ्रीबडी रङ जितेको छौँ वरियर्स इन द लास्ट गाइस हामी क्यानो Neplis Warriors! This is for Gorkhali hip hop! Hip hop! मार्सर्स टिमको गेम हुँदैछ है तरङ्गाको कुन चाहिँ यो लाइट ग्रिन जर्सीमा अनि रेडमा चाहिँ साउथको क्राइस्टचर्चको टिम छ अब यहाँ कति भइरहेको छ थाहा छैन
सिमरिक भर्सेस मनोवाटुको मनोवाटु नवर्सको ल पेनाल्टी हुँदैछ गोल ल गोल भयो कोही पागल किपर कस्तो हावा हेर रोके बल छिराइदियो किपर आउट के अझ हामी नै औडा भएर पुरै सेन्टी भइसक्यो थियो खुसी भएर गयो सो यहाँ चाहिँ गाइज सेमी फाइनल म्याच लोसम्बा भर्सेस गोर्खाली एफसी को म्याच हुँदैछ है भर्खर स्टार्ट हुँदैछ गोर्खालीले थ्रो गर्न लाग्छ गाइज चाहिँ गोर्खाली चाहिँ हेमिल्टनको हो भने यो लाइट ब्लू जर्सी लगाएको चाहिँ लोसम्पा क्राइस्टचर्चको टिम हो सेमी फाइनल म्याच जो जित्छ अब त्यो फाइनल पुग्नेछ है उता खुकुरीले गोल हानेछ गाइज है खुकुरीले गोल हानिसकेको छ हामी चाहिँ भर्खर हेर्दा चाहिँ यता स्लो छ यता चाहिँ हाइट छ कि एकदमै यता गेम राम्रो छ भाउजू उता यता स्लो भयो यताको एकदमै जोसमा छ यता अर्को सेमी फाइनल म्याच हुँदैछ गाइज है खुकुरी भर्सेस नेपाल युनाइटेड लास्ट टाइमको विनर नेपाल युनाइटेड चाहिँ रेडमा खुकुरी अकल्यान्डको छ भने व्हाइटमा चाहिँ नेपाल युनाइटेड क्राइस्टचर्च लास्ट टाइमको विनर अहिले चाहिँ खुकुरीले 1-0 ले लिड गर्दैछ सेमी फाइनल म्याच यता एउटा सेमी फाइनल म्याच हुँदैछ अनि अर्को सेमी फाइनल म्याच यता हुँदैछ अब जो जित्छ त्यो दुईटा टिम फाइनल पुग्नेछ टिएससी कपको फाइनल पुग्नेछ गाइज ल बराबर रहेछ सेमी फाइनल म्याच गाइज अहिले चाहिँ हाम्रो प्लेट च्याम्पियनसिपको सेमी फाइनल म्याच हुँदैछ है हामी ब्लू जर्सीमा चाहिँ नेप्लिस वारियर्स तरङ्गा भर्सेस व्हाइट जर्सीमा हिमालयन एफसी हेमिल्टनको म्याच हुँदैछ सेमी फाइनल म्याच है प्लेट च्याम्पियनसिपको अब जसले जित्छ त्यही फाइनल पुग्दैछ अहिले फ्री कर्नर पाइरहेछ हाम्रो टिमले कर्नर पाएको छ गाइज खै त आङ्करा केसी आङ्करा मेसी आङ्करा ख्यास्छ ए ख्यास्छ त होइन क्या आङ्करा ख्यास्छ चाहिँ यता छ है फेरि मिलाएर हाल्यो नि है लेफ्ट विङ त छिराउँछ नि त भने होइन हान्छ कि यस्तो हान्छ छिराउँछ ल भाइ ल गाइज हामीले यो सेमी फाइनल म्याच पनि जित्यो है हिमालयन एफसीलाई 2-1 ले जित्न सफल भएको छ ल भाइ ल दामी ल के छ आज म हेरिरहेको म त गोर्खाली हेरिरहेको कि यता हेरेको ल दामी ल हामी अब फाइनल पुगेको छ है दामी ब्रदर है नाइस ब्रदर दामी हो दामी नाइस ब्रदर दामी है सो गाइज अहिले चाहिँ हाम्रो प्लेट च्याम्पियनसिपको फाइनल हुँदैछ है नेप्लिस वारियर्स भर्सेस सिमरिक एफसी क्विन्सटाउन बीच प्लेट च्याम्पियनसिपको फाइनल हुँदैछ हाम्रो नेप्लिस वारियर्स चाहिँ ब्लू जर्सीमा छ भने सिमरिक टिम चाहिँ येलो जर्सीमा छ हामी ग्रुप स्टेजमा पनि भेट भयो हामीले कति 1-1 ड्र खेल्यो अब प्लेट च्याम्पियनसिप पनि हामी भेटाएको छ के हुन्छ हेरौँ है त गाइज हामी लास्ट टाइम 7 साइड एभरेज कपमा पनि हामी प्लेट च्याम्पियनसिपमा 1-0 ले सिमरिकसँग नै लस भएको थियो अब हेरौँ यसपालि अब हामीले जसरी जित्नुपर्ने हुन्छ लेट्स गो बोयज छिर्यो भनेको त दामी लगाइज हामीले फ्री किक पाएको छ है यहाँ पोस्टमा झार्ने कुरा हुँदैछ के भयो हो यस्तो कोही भेटेन यार छैन कि अब लगाइज हाम्रो प्लेट च्याम्पियनसिपको फाइनल परेको छ यहाँ छ ल तिम्रो कुरो खिच है
प्लेट च्याम्पियनसिपको हाम्रो फाइनल हुँदैछ गाइज है पेनाल्टी सुट आउट हुन लागेको छ अहिले चाहिँ हाम्रो किपर राजा बाबु बस्दै हुनुहुन्छ अनि सिम्रिकोले पेनाल्टी सुट गर्न लागेको छ राजा बाबु चुम्बक जस्तो चुम्बक जस्तो चुम्बक जस्तो चुम्बक जस्तो चुम्बक जस्तो अब हाम्रो सुमन सोजीले हान्नु लाग्छ फ्री के पेनाल्टी सुमन कस्तो सुमन कस्तो यो पनि रोक्यो 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 ओहो माथि हान्दै सुभाष दाई खस्यो राज सर ओइ जस्तो गरेको निरज निरज प्लेसिङ होइन के पावर हान न यार सेभ सेभ किपर सेभ 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 किपर सेभ 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 दामी दामी राजा राजा Shine! 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 ल गाइज हामी चाहिँ अब पेनाल्टीमा होइन हारियो सिम्रिकसँग कति 3-2ले कति 4-2ले हारियो है अब यस्तै भयो फाइनल प्लेट च्याम्पियनसिप फाइनल पनि पेनाल्टी सुट आउनु गएर हार्न पुग्यो है तर पनि ओभरअल हाम्रो म्याच चाहिँ टुर्नामेन्टभरि एकदम राम्रो नै भयो पर्फर्मेन्सहरू ल ल अनलक्की क्रस बारमा लागेको छ खुकुरले हानेको बल ल यहाँ के भयो फाइनल म्याचमा लक्ष्मणपालले पेनाल्टी पाएको छ हेरौँ अब कस्तो हुन्छ लक्ष्मणपालले पेनाल्टी गोलमा कन्ट्रोल गर्छ कि गर्दैन रोक्यो ठिकै थियो के हो यस्तो सपोर्टरहरू खतरा छ है पोखरीको सपोर्टरहरू यता फेरि गोल हान्थ्यो खुकुरीले लक्ष्मणपाललाई हाम्रो गेम नसकी हुँदैन यो काउन्सिललाई कम्प्लेन हानिदिन्छु हामी ल गाइज गेएससी कप खुकुरी च्याम्पियन हुन सफल भएको छ है
खुकुरीले अब लगभग सायद 2019 पछि फर्स्ट टाइम जित्दैछ यो टिएससी कप टुर्नामेन्ट। सो फाइनल स्कोर चाहिँ खुकुरी 2 अनि लोछम्पा 1 भएको छ। ल कङ्ग्रेचुलेसन खुकुरी फुटबल क्लबलाई। बाबा ल फाइनलमा चाहिँ बल हालेन। प्राइज गिभिङ सेरेमनी हुन लाग्छ। कतिखेर हुने हो थाहा छैन। ट्रफीहरू त्यहाँ छ। हाम्रो माथि माथि हेरिरहेको छ गाइज। हामी चाहिँ पुरै बाल्कुनी भ्यूबाट मुभी हेर्दैछु गाइज है। टिएससी कपको फाइनल प्राइज गिभिङ सेरेमनी खै होला कि हुनेको अब हामीले हेर्न नपाउला जस्तो। सब केटाहरू अब घर जान आतुर गरिसक्यो। बाल्कुनी बुक गरेर फिल्म हेरेको खै के हो कोच साहब सबै झरिपरि नाम छैन। लगाइज हामीले चाहिँ अब हेरि भ्याउँदैन जस्तो लाग्यो टिएससी कपको फाइनल सेरेमनी। टिएससी कप चाहिँ खुकुरी एफसीले जितेको छ। खुकुरी एफसीले लोछम्पालाई 2-1ले हराएको छ। धेरै पछि खुकुरीले जित्यो, एकदमै खुसी लाग्यो। ल 2019 पछि जित्यो होला सायद खुकुरीले। सो त्यही हो गाइज ओभरअलमा अब हामी अब फाइनलमा पेनाल्टी सुटआउटमा हारियो होइन प्लेटको। एनिवे हाम्रो थ्रु आउट द टुर्नामेन्ट एकदमै बवालै गेम भएको थियो। सो अब घर बाटोमा घर पुग्दा रात पर्छ होला, त्यही भएर अब भ्लग चाहिँ यहीँ अब ऱ्यापअप गर्नु पर्ला। सो त्यति भन्दै आजको भ्लगबाट बिदा हुन चाहन्छु। फेरि अर्को भ्लगमा भेट्ने बाचाको साथ। ल बाबाई गाइज। अब एकछिन हाम्रो डिनर प्रोग्राम पनि हुन्छ ल ट्युमरमा। यति नै हो ल। जय वरियर। आयो यो मटन जस्तो छ, दाल, तरकारी। अब हाम्रो चाहिँ कतिखेर हो थाहा छैन। जसले यसरी मासु भात खुवाउँछ भोट त्यसलाई हालियो यसपालिको चुनावमा। जसले मिठो मासु भात खुवाउँछ त्यसलाई भोट हाल्नु। घन्टीले खुवायो मासु भात। बियर पनि अझ घन्टीले छ। मासु भात त्यही गर्ने हो।